जन्ती त हिँडिसकेछ क्या गाँठे मरेको स्याल त कहाँ भनेर फुसुक्की निधाएर पो मरेछु त गाँठे ए टुक्ने जन्ती उहाँ हिँडिसक्यो त जानु छैन क्या ल ल छिटो गर जाठ कसको हो खै टुक्ने मैले पनि बाजा बजा सुने हो पक्कै पनि बिहानै त होला नि छिटाइजिम त मोरा होइन कसको हो कहाँ भनेर जान्छ टाटे बाजा बजा सुन्दै जाम न कसको हो थाहा भइहाल्छ नि जाठा ए मठारे बाहुन बिहेमा जन्ती जान छैन होइन कसको बिहे छ र होइन झ्याम्ती बाजा बजाइरहेको सुने होइन कहाँ बाजा बजाएर त त्यहाँ गुरुङ कान्छा भित्र ढ्याङ्ग्रो ठोटाएर जाठ झन् एक छाक भने पनि मासु भात खान पाउने भयो भनेर दकुरेको टुक्ने सुक्खा अन्डा पुडीमा पो पर्यो म पनि त्यही मासु भातको आशले खाइरहेको भात पनि छोडेर आतो नि ठुक्क जाठ हो जब एक छाक मासु किनेर खान पनि सक्दैनौ किनेर खान सक्ने भए कहाँ बाजा बजे भनेर सुन्दै दौडिन पर्थ्यो र बाहुन जब एक छाक मासु खानलाई कहाँ बाजा बजे भनेर यसरी सुन्दै दौडिन पर्दैन अब तिमीलाई म सिकाउँछु तिमीहरूलाई आफै मासु किनेर खान सक्ने उपाय ल हेर यति भएपछि आफै मासु किनेर खान सक्दैनौ त तिमीहरूले सकिन्छ मठारे सकिन्छ टाटी यो त पक्कै बिहानै बजेको बाजा जस्तो छ होइन हो नै लैजाम छिटो